नमस्कार साथीहरू, आज म तपाईहरुलाई रमाइलो कथा सुनाउने छु। कथा रहेको छ बिचरो कौवा। यस कथाका कथाकार हुनुहुन्छ हरिप्रसाद भण्डारी र उहाँको कथा संग्रह रहेको छ चरिका रमाइला कथा। र बिचरो कौवा यसरी सुरु हुन्छ। जंगलको बीचमा एउटा ठुलो रुख थियो। रुखको हाँगामा कौवाको गुण थियो। गुणमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए। एउटा चल्लो गुणबाट बाहिर निस्केर हाँगामा बसेको थियो। त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी। तिम्री आमा त्यो कौवा होइन? म हुँ, आऊ मसँगै जाउँ, बहिनीलाई पनि लिएर आऊ। चल्लातिर हेर्दै काली चरीले भनी। चल्लो अलमल्ल पर्यो। उसलाई त्यो सबै कुरा सपना जस्तै लाग्यो। तिमीले सुनेनौ? छिटो आऊ। अहिले कौवा आई भने मसँग आउन दिन्न। आफ्ना छोराछोरी होइनन् भन्ने थाहा पाई भने ठुकेर मार्न पनि सक्छ। काली चरीले निकै कर गरी। मलाई यसरी फकाउने को होला? चल्लाले मनमनै कुरा खेलायो, तर यकिन गर्न सकेन। अझ मेरै आमा हो भन्छन्। चल्लो छक्क पर्यो। म नभएको बेला गुणबाट बाहिर ननिस्किनु, कतै नजानु, नचिनेका कसैले दिएको खानेकुरा नखानु, कसैको लहलहैमा नलाग्नु। आमाले भनेका कुराहरू सम्झियो। यो मलाई फकाएर लैजाने चाल पनि हुन सक्छ। अनेक तर्कना गर्दै गुणभित्र गयो र लुकेर बस्यो। केही समयपछि आमा आइन्। उनका मुखभरि चारो थियो, अन्नका दाना र किरा फट्याङ्ग्रा। उनले पालै पालो चारो दिइन्। स्वादिलो चारो खान पाएर सबै चल्ला खुसी भए। काली चरीले भनेका कुरा आमालाई बताउन मन लाग्यो। मुख खोलिसकेको थियो, तर रोकियो। कौवाले आफ्ना छोराछोरी होइनन् भन्ने थाहा पाई भने ठुँगेर मार्न सक्छ। काली चरीका कुरा सम्झियो। मनमा कुरा खेलिरहे। निकै चिन्ता पनि लाग्यो। अर्को दिन बिहान उज्यालो भएपछि कौवा चारो खोज्न बाहिर गई। एकैछिनपछि काली चरी फेरि आई। हिजो बसेको डालीमा बसेर चल्लालाई बोलाएर भन्न थाली, म कोइली चरी हुँ, तिमी पनि कोइली नै हो, मेरै बचेरा, कौवा होइनौ। मैले कौवाको गुणमा पारेको फुलबाट जन्मेका तिमीहरू। कौवाले थाहा नपाउने गरी मैले उसको गुणमा फुल पारिदिए। कौवा जोक्की आफ्नै फुल ठानेर ओथारा बसी। चल्ला निकाली र चारो खुवाएर तिमीहरूलाई हुर्काई। अझै पनि तिमीहरू कौवा हो, उसकै सन्तान हो भनेर ऊ विश्वस्त छे। पछि तिमी कौवा होइनौ, कोइलीका बच्चा हो भन्ने थाहा पाई भने ठुँगेर मार्न सक्छ। त्यसैले उसले नचिन्दै तिमीहरू यहाँबाट भाग्नुपर्छ। काली चरीको कुरा सुनेपछि चल्लो छक्क पर्यो। कस्तो अचम्म! आफूले अर्काको गुणमा फुल पारेकिरी अल्छी, आफ्ना सन्तानलाई अर्काको जिम्मामा छाडेर बस्न सक्ने कस्तै निष्ठुरी। अहिले आएर मेरा बच्चा भन्ने लाज पनि किन नलागेको होला? चल्लाका मनमा यस्तै कुराहरू खेलिरहे। हाम्रो चलनै यस्तो छ। हामी आफू कहिल्यै गुण बनाउँदैनौँ। फुल पार्ने बेला भएपछि कौवाले थाहा नपाउने गरी उसैका गुणमा गएर फुल पार्छौँ। चल्लाका कुरा बुझे जस्तै गरेर काली चरीले भनी। कौवा पनि अल्मलिन्छन्। आफ्नै फुल ठानेर ओथारा बस्छन् र चल्ला कोरल्छन्। परम्परादेखि नै चल्दै आएको चलन हो यो। म पनि कौवाकै गुणमा जन्मी हुर्किएकी हुँ। हाम्रो यही अनौठो चलनमाथि कविहरूले कविता पनि कथेका छन्। कोइली कागको बच्चा हुन्छ, सानो छँदा तक। काली चरीको कुरा सुनेपछि चल्लाको टाउको फुट्ला जस्तै भयो। कहिल्यै नसुनेको कुरा सुन्नु परेकाले उसले केही सोच्न सकेन। आमाले अरू धेरै कुरा सिकाए पनि यो कुरा कहिल्यै बताएकी थिइन। आमाले यो कुरा किन बताइनन्? उसका मनमा यस्तै जिज्ञासा मडारिए। एक दिन अरूले थाहा नपाउने गरी काली चरीले भनेको कुरा चल्लाले आफ्नी बहिनीलाई पनि सुनायो। दाजुको कुरा सुनेर बहिनीले अचम्म मात्र मानिन, यस्तो पनि हुन सक्छ र दाजु? शङ्का व्यक्त पनि गरी। बहिनी आमालाई सोधौँ भन्दै थिए, तर चल्लाले मानेन।
कौवाले थाहा पाई भने ठुँगेर मार्न सक्छ। कालीचरीले भनेको कुरा उसले बिर्सेको थिएन, तर उनीहरूको मन पटक्कै मानेन। यस्ता कुरा मनमा पालेर आमालाई नभन्नु धोका हो, तर के हो होइन। अनिश्चयमा उनीहरूले एक दिन आमालाई कालीचरीका कुरा सुनाए। कोही फटाचर होला तिमीहरूलाई फकाएर अपहरण गर्न खोज्ने, त्यस्तो कुरा नपत्याउनु र कसैसँग नजिक नजानु भन्दै आमाले सचेत गराइन्। त्यसपछि उनीहरूले कालीचरीका कुरा सुन्न छोडे। बिस्तारै उड्न र आफै चारो खोजेर खान सक्ने भएपछि जङ्गलतिर लागे। कालीचरीले भनेको ठिकै रहेछ भन्ने कुरा उनीहरूले पछि मात्र थाहा पाए। कोइलीले सधैँ कौवाको गुणमा मात्रै फुल पार्दा रहेछन् भन्ने कुरा थाहा पाएपछि उनीहरूलाई अचम्म लाग्यो। सबैले बाठो भन्ने कौवा हामीभन्दा पनि लाटो रहेछ। लाटो नभई किन अर्काका सन्तान आफ्नै ठानेर हुर्काउँदो हो र? बिचरा कौवा। पछि फुल पार्ने बेला भएपछि उनीहरू पनि कौवाको गुण खोज्दै उड्न थाले।